संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको वर्ल्ड ह्यापिनेस रिपोर्ट 2024 अनुसार नेपाल दक्षिण एसियाको सबैभन्दा खुशी देशको रूपमा देखिएको छ। यो रिपोर्टले विश्वका 143 देशहरूमा गरिएको सर्वेक्षणको आधारमा तयार पारेको हो, जसमा नेपाल 5.308 अंकसहित 93औं स्थानमा रहेको छ। दक्षिण एसियाका अन्य देशहरूको तुलनामा नेपालको यो स्थान उच्च रहेको छ। रिपोर्ट अनुसार दक्षिण एसियाका देशहरूमा नेपालपछि बंगलादेश 98औं, पाकिस्तान 108औं, श्रीलंका 128औं, भारत 129औं र अफगानिस्तान 143औं स्थानमा रहेका छन्। यो रिपोर्टले विभिन्न 6वटा सूचकहरू जस्तै प्रतिव्यक्ति आय, सामाजिक समर्थन, स्वस्थ जीवनयापनको औसत आयु, जीवनयापनको स्वतन्त्रता, उदारता र भ्रष्टाचारलाई हेर्ने दृष्टिकोण जस्ता विषयहरूलाई आधार मानेको छ। यी सूचकहरूमध्ये नेपालले सामाजिक समर्थन र जीवनयापनको स्वतन्त्रता जस्ता सूचकहरूमा राम्रो अंक प्राप्त गरेको छ। नेपालको यो स्थानले नेपालको सामाजिक संरचना, सांस्कृतिक मूल्य मान्यता र सामुदायिक सद्भावलाई प्रतिबिम्बित गर्दछ। नेपालीहरूको जीवनशैली, पारिवारिक सम्बन्ध र सामुदायिक सहभागिताले उनीहरूको खुशीलाई बढावा दिएको देखिन्छ। यसका साथै नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले पनि यहाँका मानिसहरूलाई खुशी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।